नमस्कार। आजको समसामयिक राजनीतिक संवादमा स्वागत छ। यो संविधानलाई टेकेर बरु संविधानमा भएका त्रुटिहरूले सच्याउनको लागि राष्ट्रसभामा एकता गर्ने भन्ने कुरा थियो। संघीयताको बारेमा क्लियर बोल्नुपर्छ, धर्मनिरपेक्षताको कुरा क्लियर गर्नु पर्यो, गणतन्त्रको सवाल क्लियर हुनु पर्यो, समानुपातिक समावेशीका कुराहरू क्लियर हुनु पर्यो भनेर हामीले स्पष्ट उहाँहरूलाई राखेरै त्यो एकता गर्ने भन्ने भयो। दर्शक मित्रहरू, फेरि पनि हामी देशको गरम रूपमा तातिरहेको मौसम, त्यो सँगसँगै राजनीतिक रूपमा तातिरहेको राजनीतिक मौसमको कुरोलाई लिएर हामी आइरहेको छौँ। केही दिन अगाडि मात्र हामीले उज्यालो नेपाल सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका उज्यालो नेपालका नेता जेन्टल लावतसँग कुराकानी गरेका थियौँ। त्यसको भोलिपल्ट फेरि पनि पार्टी सम्बन्ध विच्छेद भएर आएको। त्यति बेला मैले उहाँलाई सतर्क गराएको थिएँ, भनिएको थिएँ, प्रश्न गरिएको थिएँ। आज ठ्याक्कै त्यही अवस्थामा पुगिसकेको छ र यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी अलग भएको छ, उज्यालो नेपाल अलग भएको छ। त्यसरी नागरिक उन्मुक्ति पार्टीका नेताहरू पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट छोड्ने भन्ने कुरोहरू पनि आइरहेको अवस्थामा जेनजी आन्दोलनपछि नेकपा एमाले, नेकपा माओवादी, नेपाली काङ्ग्रेस सहित राष्ट्रिय स्वतन्त्र पार्टी ध्वस्त भइसकेको अवस्था थियो। तर त्यसलाई अक्सिजन दिने काम चाहिँ कुलमान घिसिङद्वारा संरक्षित उज्यालो नेपाल पार्टीले गरेको थियो। उसले अक्सिजन दिने काम गरिएको थियो। तर एकाएक फेरि पनि अन्तिममा सम्झौता पत्र लेख्ने अथवा राजनीतिक रूपमा एजेन्डा सम्झौता गर्ने भन्ने कुरामा नमिलेको र राष्ट्रिय स्वतन्त्र पार्टीले भने जस्तै उहाँहरूले पदबाट बार्गेनिङ गरिएको भन्ने कुरोहरू पनि आइरहँदाखेरि वास्तविकता के हो त? किन चाहिँ उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्ध विच्छेद भयो भन्ने कुरोहरू पनि हामी आज खोतल्नेछौँ। जसको लागि हामीसँग हुनुहुन्छ सुनसरी जिल्ला क्षेत्र नम्बर 1 मा उम्मेदवारी दिनका लागि तयार हुनुभएका उज्यालो नेपालका उम्मेदवार अनि उज्यालो नेपालका केन्द्रीय सदस्य जेन्टल लावतीलाई हामी ढिलो नगरिकन स्वागत गर्छौँ। कुराकानी अगाडि बढी पनि हाल्छौँ। फेरि स्वागत छ जेन्टलजी यहाँलाई। नमस्ते जेन्टलजी, हामीले केही दिन अगाडि कुराकानी गऱ्यौँ र म अलिकति व्यस्त भएको कारणले गर्दा तपाईँसँग सम्पर्क हुन सकिनँ। आज हामी कुराकानी गर्छौँ कि त्यति बेला मैले तपाईँलाई सतर्क पनि गराएको थिएँ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई धर्मनिरपेक्ष नमान्ने, संघीयता नमान्ने, होइन, पहिचान नमान्ने, यस्तो हुँदा तपाईँ किन जानुभयो भनेर मैले प्रश्न गरेको थिएँ। आज ठ्याक्कै त्यही लेभलमा कुरा नमिलेको भनेर पनि आइरहेछ। वास्तविकता उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी किन चाहिँ सम्बन्ध विषय भयो? प्रश्न पारिदिनुहोस् त तपाईँले। प्रश्न एकदम अहिले समय सान्दर्भिक कुरा गर्नुभएको छ कि हामी रासपासँग मिल्दाखेरि मुद्दा विचारलाई क्लियर बनाएरै मिल्ने भन्ने नै थियो र सँगै कुनै पनि एउटा अस्तित्वमा रहेको पार्टीहरू मिल्दाखेरि भागभण्डाका कुराहरू क्लियरै हुनुपर्छ, त्यो क्लियरै थियो। तर त्यो सबै तोडेपछि चाहिँ र अर्को कुरा राजनीतिक बेइमान गरिसकेपछि चाहिँ हामी राजसभामा समाहित हुन सकेनौँ। कुरा त्यही हो। किन भन्दाखेरि तपाईँहरूले मैले त्यो भनेको छु, पूरक वक्तव्य आउँदैछ। यो संविधानलाई टेकेर बरु संविधानमा भएका त्रुटिहरूले सच्याउनको लागि राष्ट्रसभामा एकता गर्ने भन्ने कुरा थियो। संघीयताको बारेमा क्लियर बोल्नुपर्छ, धर्मनिरपेक्षताको कुरा क्लियर गर्नु पर्यो, गणतन्त्रको सवाल क्लियर हुनु पर्यो, समानुपातिक समावेशीका कुराहरू क्लियर हुनु पर्यो भनेर हामीले स्पष्ट उहाँहरूलाई राखेरै त्यो एकता गर्ने भन्ने भयो नि त। तर भइसकेको त थिएन। एउटा के अरे एकता पुरा हुनु भनेको चाहिँ समायोजनै पुरा हुनु हो। तर के हो भन्दाखेरि एउटा छलफलको क्रममा थियो, तर उहाँहरूले त्यो पूरक वक्तव्य निकाल्न मान्नु भएन र भागभण्डा कुराहरू मान्नु भएन। भागभण्डा कुरा क्लियर भनौँ न, 33% को कुरा थियो नि त। उज्यालो नेपालले 30% दिने, बालनको टिमले 30% दिने, रविले 30% र जेनजीले 10% गरेर 100 यसको विभाजन गरेर लाने, केन्द्रीय सदस्यमा होस्, समानुपातिकमा होस्, भोलि प्रत्यक्ष निर्वाचन लड्दा होस्, त्यसलाई चाहिँ यसरी भागभण्डा लगेर चाहिँ मिलेर जाने भनेर चाहिँ हिजो चाहिँ हामीले बोलाउने, मिलेर जाउँ भन्ने, अनि यो पुराना पार्टीहरूले चाहिँ ध्वस्त बनाउनुपर्छ यसरी मिलेर भन्ने। तर पछि चाहिँ मिल्ने बेलामा समानुपातिक नाम लिस्ट बुझाइसकेपछि चाहिँ पुरै बेइमान गर्ने, यो त राम्रो भएन नि त। राजनीतिक बेइमान गर्नुभयो, त्यो कारणले हाम्रो एकता भङ्ग भयो। जसरी अब ती कुराहरू गरिरहँदाखेरिको अवस्थामा त्यो अलिकति परिपक्व नभएको भन्ने कुरा आयो। कुलमान घिसिङमा राजनीति गर्नलाई परिपक्व छैन। ऊ एउटा कर्मचारी हो। कर्मचारीको कारणले गर्दा त्यहाँ कर्मचारीमा त्यो भित्रको फाइलहरू पल्टाउने, यताउति लानलाई
अथवा लोड सेडिङ हटाउन परिपक्वता थियो होला, तर राजनीतिको परिपक्वता नभएको कारणले गर्दाखेरि ऊ फसियो। अरूलाई लान्छ लाउनु भन्दा आफै परिपक्व हुनुपर्ने नि त भन्ने कुरो पनि आइरहेछ। किन यस्तो यो अपरिपक्व काम भयो क्या। र अर्को कुरो चाहिँ मिडियामा के पनि आएको छ भन्दाखेरि चाहिँ कुलमान घिसिङलाई चाहिँ रातारात किडन्याप गरियो भन्ने कुरोहरू पनि विश्लेषकहरूले पनि दाबी गरेको छ। के यो सत्य हो? कुलमान घिसिङलाई चाहिँ किडन्याप गरेर थ्रेट दिएर चाहिँ त्यहाँनिर चाहिँ रासपासँग चाहिँ समायोजन गर्न लगाएको होइन? त्यो थ्रेट पनि थियो। किन भन्दाखेरि यो जेनजी विद्रोह पछाडि उठेका मुद्दाले संस्थागत गर्नको लागि जेनजीहरूको पनि एउटा यो मुद्दा चाहिँ हाम्रो इस्यु स्थापित हुन्छ हुँदैन, या फेरि पुरानो शक्तिहरू उदाउने हुन् कि पुरानो शक्तिहरू आयो भने फेरि हामीलाई चाहिँ जेल हाल्ने हो कि भन्ने एउटा जेनजी युवाहरूमा चाहिँ त्यो त्रास छ। जुन कारणले उहाँलाई चाहिँ 11 बजे हाइज्याक गरेको छ भन्ने छ, त्यो भएको पनि हो र उहाँले दबाब सिर्जना भएको पनि हो। र यसो बुझ्दाखेरि अब सबै तीनटा शक्ति जे भने देशमा अहिले नाम चलेको त कुलमान घिसिङ पनि हो नि त, र अब बालेन पनि हो, रविको केही छ, त्यो मिल्दाखेरि चाहिँ साँच्चै नै पुरानो पार्टी र नेताहरूलाई चाहिँ विस्थापित गर्न सकिन्छ नै भने हामी सबै कुरा छोडेर पनि एकता गर्ने भने उहाँले बोल्नु नै भएको छ अस्तिको दिन, होइन? त्यो जुन भङ्ग गर्नेको दिन, र उहाँले धेरै त्याग गरेर गरेको पनि हो। एक दबाब पनि हो, अर्को उहाँको त्याग पनि हो। तर त्यो गरिरहँदाखेरि उहाँले चाहिँ त्यो जुन बेमान गर्नुभयो, उहाँले बेमान गर्नुहुन्न थियो। एक अर्को कुरा अपको कुरा भन्दा पनि देशले जोगाउनका लागि त्यो निर्णय लिनुभएको थियो कुलमान घिसिङले। तर अब त्यो कुरा त अब रासपाका साथीले बुझेन, त्यसले गर्दा उहाँ फर्किनुभयो, होइन? त्यो बेला पनि त हामी पुरै समय त भइसक्यो होइन नि त, छलफलको क्रममा थियो। उहाँले सही पनि गर्नु भएको छैन कुलमान घिसिङले, होइन? त्यतिखेरको हाम्रो के अरे अनुप उपाध्याय हुनुहुन्थ्यो, होइन, अध्यक्ष, त्यो बेला उहाँले गर्नुभएको छ। तर त्यो चाहिँ के हो भन्दाखेरि गर्ने एक भएर जाने भन्ने न हो, तर भइसकेको थिएन। त्यो कारणले गर्दाखेरि उहाँ फर्किनुभयो। उज्यालो नेपाल पार्टीबाटै उहाँले अब हामी प्रधानमन्त्री बनाउने कुलमान घिसिङ सरलाई, होइन, जो उहाँको क्षमता छ, जो इमान्दारिता छ, उहाँले अब अगाडि बढाउने हो। अब त्यो राजनीतिक चेतना थियो थिएन भन्ने कुरा, क्षमता थियो थिएन भन्ने कुरा, राजनीति गर्न सक्छ सक्दैन भन्ने त्यो भोलिको दिनले देखाउने हो। र गल्तीले उहाँले स्वीकार्नु पनि भएको छ। फेरि मैले त्यो गलत गरेछु, तर देशको लागि मैले गरेको थिएँ, तर मैले गलत गरेछु भनेर उहाँले माफी मागिसक्नु भएको छ। अब यस्तो गलत हुँदैन, अब चाहिँ हामी परिपक्व ढङ्गले अब हामी निर्णय लिन्छौँ। त्यतिखेर अपरिपक्व भन्दा पनि एउटा देशले जोगाउने कुरामा र पुरानाले विस्थापित गर्ने कुरामा उहाँले निर्णय लिएको हुनाले हामीले समर्थन जनाएको थियौँ। तर जुन रूपमा चाहिँ उज्यालो नेपालले सोचेको थियो, कुलमान घिसिङले सोचेको थियो, एउटा पुरानो शक्तिले विस्थापित गर्नको लागि भनेर सबै कुरा बुझाउँदाखेरि पनि उहाँहरूको पार्टीलाई मान्ने, चुनाव चिन्ह मान्ने, उनीहरूको झन्डा मान्ने, तर के हो भने खालि अधिकार बाँडफाँड चाहिँ क्लियर हुनु पर्यो र मुद्दा क्लियर हुनु पर्यो भन्दाखेरि उहाँहरू पछाडि हट्नुभयो। यसको मतलब त्यहाँ चाहिँ विलय गराउनै खोजिएको समानुपातिक समावेशी धर्मनिरपेक्ष पहिचान संहितालाई निमिट्याउन पार्न खोजेकै हो त? निमिट पार्न मात्र होइन, जुन रूपमा कुलमान घिसिङको क्रेज थियो त्यो क्रेजले उहाँले चाहिँ प्रयोग मात्र गर्नु खोज्नु भएको छ क्या। अन्तत उहाँलाई त त्यहाँ ठाउँ पनि छैन, के पनि छैन, होइन? अनि कुलमान ल्याउने, अनि क्रेजले प्रयोग गर्ने, अनि आफ्नो पार्टीले ठुलो बनाउने, आफू अगाडि बढ्ने, त्यो खालको उहाँहरूको चाहिँ मैले अघि नै भने जेनजी आन्दोलनमा तहस नहस भएका एमाले काङ्ग्रेस माओवादीसँग चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी ध्वस्त भइसकेको अवस्थामा कुलमान घिसिङले अक्सिजन दिने काम गरिरहेको थियो। जबकि ऊ स्पष्ट रूपमा मैले यसभन्दा अगाडि बारम्बार भनिआएको थिएँ, धर्मनिरपेक्षमा, संहितामा, पहिचानमा उनीहरू स्पष्ट छैन। त्यत्रो हुँदाहुँदै पनि देखि हजुर पार्टी विलय गरायो भन्ने, अहिले चाहिँ अब गल्ती भयो भने होइन देखि भने उहाँले मान्ने कुरा ल्याउनु भयो नि त सर त, होइन? हामी संहिताले मान्छौँ, गणतन्त्र मान्छौँ, होइन? अब फेरि पूरक वक्तव्य निकाल्ने भन्ने थियो नि त, पूरक वक्तव्य निकाल्ने, होइन? त्यहाँ नअटेका कुराहरू भन्ने कुराहरू थियो नि त। तर पछि गएर चाहिँ के भने समानुपातिक लिस्ट बुझाइसकेपछि सबै कुरा नदिने, प्रत्यक्ष उम्मेदवार पनि कति थाहा छैन, केन्द्रीय सदस्य कति दिने पनि थाहा छैन, होइन? अनि पदाधिकारीभित्र जो भद्र सहमति भएको थियो त्यो पनि तोडेर जाने, त्यो त राजनीतिक बेमान भयो नि त। त्यो खालकोले त को मिल्न सक्छ? अब तपाईँले भने चाहिँ अक्सिजन सकिसकेको राजसपालाई, होइन, अक्सिजन दिन गइराखेको पनि छ। त्यो किन भन्दाखेरि अघि मैले तपाईँले भन्यो भने देशको लागि, पुराना शक्तिलाई विस्थापित गर्नको लागि मैले तपाईँले चिरिसकेको थियो, होइन? त्यो क्लियर हुनुपर्छ। तर त्यति साह्रो बेमान त गर्नु हुँदैन नि त राजनीतिमा, होइन? उहाँले त बेमान गर्नुभयो नि त रविजी। त्यसले गर्दाखेरि अब भित्र रूपमा नागरिक पनि, नेपाली नागरिक पनि खुसी थिएन क्या। फेरि उज्यालो नेपाललाई नै लिएर जानुपर्छ भन्ने लाइनमा थिए। अब रासपा सकिसकेको पार्टीमा नगए हुन्थ्यो भन्ने नै थियो। तर कुलमान सरले त ठुलो त्याग गरे हो नि त, त्यो त राजनीतिक रूपमा त उहाँको यस्तो के अरे 20 दिनमा चाहिँ 50वटा जिल्लामा सङ्गठन विस्तार भइसकेको थियो।
तर 12 दिन त हामीले त्यतिकै हेरेको बनाएन। न समायोजन न के छ, न मुद्दा क्लियर गर्छ, अनि त्यतिकै ल्याएर के अरे लगेर थन्काउनु मिल्छ? त्यो त राजनीतिक बेमान हो नि त, सरासर बेमान हो नि त। त्यो थाहा थियो। त्यसले गर्दा अब रविजी हिजो बेमान होइन, सहकारी ठगेकोले नै बेमान देखियो होइन। हरेक मुद्दाहरू अहिले उहाँले बोकिराख्नु भएको छ। अब भन्नै पर्दाखेरि तपाईँहरूले मिडिया मार्फत पनि अब देखिराख्नु भएको छ, पहिला सँगै काम गरेको पुरा छैनीको त्यो केसहरू पनि होइन अहिले मिडियाहरूमा छ्यापछ्यापी आइराखेको छ होइन। अब उहाँको घरबाट ड्राइभर लडी मर्दा पनि अब रविले ठिक भन्ने होइन, कति अब त्यो भएन। रियल के हो त रविजी भनेर जनता नै उहाँसँग निराश भइसकेको अवस्थामा तपाईँले भने अक्सिजन दिने काम हो। तर अब त्यो गल्ती अब हुँदैन, उहाँहरूले चाहिँ त्याग गर्नु पर्थ्यो बरु। तर अब यहाँबाट चाहिँ पाठ सिक्यो। अब हो अघि तपाईँले भनेको के चाहिँ सत्य पनि हुनसक्छ। हाम्रो कुलमान सर हिजो अब प्रशासक, कुशल प्रशासक हो, राजनीतिमा आएको भर्खर 2-3 महिना हुँदैछ। उहाँले सिकाइ पनि भयो, सिक्न त पाइयो नि त होइन होइन, सिक्न त पाइयो, सिकाइ भयो। अब त्यस्तो गल्ती हुँदैन। अब भयो भने कुनै अब मुद्दा मिल्नेहरूसँग गठबन्धन हुन सक्छ, चुनावी तालमेल हुन सक्छ होइन, र मिल्नेहरूसँग पार्टी एकता हुन सक्छ, मुद्दा मिल्ने विचार मिल्नेसँग मैले भनेको छु क्लियर लिखित रूपमा। तर अब यो खालको नौटङ्की, यो खालको बेमानहरूसँग चाहिँ पार्टी एकता हुन सक्दैन। त्यो अब सुरुमा तपाईँहरू घन्टी बजाउनु भयो, घन्टीसँग मिल्नुभयो, सम्बन्ध विच्छेद भयो। फेरि पछिल्लो समयमा आएर तपाईँहरू मुरली बजाउँदै हुनुहुन्छ भन्ने कुरो पनि आएर छ। बाँसुरी बजाउला, भोलिको दिनमा फेरि पनि नारायणमान विशेष मादल बजाउला, के बजाउनु हुने तपाईँहरू? अब सुरुमा पहिचानवादी मोर्चा यसले पहिचान त्याग्यो है भनेर उज्यालोसँग गयो भनेर चाहिँ निराशा छ। फेरि पनि त्यो उज्यालो फेरि उता घन्टी बजाउनुतिर गयो भनेर थप निराशा। त्यो यस्तो छ, निराशामा त्यो चाहिँ यस्तो छ। जस्तै अब हामीले चाहिँ पार्टी कुरा के बुझ्नुपर्छ भन्दाखेरि अहिले पार्टी एकता गरे पनि नयाँ चुनाव चिन्ह लान मिल्दैन है। कि एउटामा समाहित हुनैपर्छ, नाम अर्को बनाउन सकिँदैन। त्यो कारणले झन्डै हामीले घन्टी चाहिँ बजाउन खोजेका थियौँ, बजाइसकेका थिएनौँ, बजाउने क्रममा थियौँ। यो चाहिँ कस्तो हो भन्दाखेरि के अरे कुनै केटी माग्न जाँदाखेरि मगनी भएको हो, तर बिहे चाहिँ भइसकेका थिएन क्या। त्यो रूपमा हामीले बुझ्नु पर्यो। त्यसले गर्दा रासपा र हाम्रो चाहिँ मिल्ने, बिहे गर्ने सम्झौता चाहिँ भइराखेको अवस्था थियो। तर उहाँहरूको चाहिँ व्यवहार देखाइहाल्नुभयो। त्यो चाहिँ हामी छुट्यौँ, घन्टी झन्डै बजाउन आँटेका थियौँ त बजेन है। र अर्को कुरा चाहिँ यता अब जुन रूपमा चाहिँ राष्ट्रिय परिवर्तन पार्टीको चाहिँ कुरा गर्नुहुन्छ भने अहिले जेनजी विद्रोह पछाडि जेनजीको सबैभन्दा सङ्गठित पार्टी चाहिँ त्यो जेनजीहरूले बनाएको पार्टी हो नि त। जसले चाहिँ तपाईँको भदौ 23-24 गते राजेन्द्र फुर्तेललाई उहाँले खुट्टै घुमाउनु भएको छ। उहाँ अध्यक्ष हो त्यहाँको होइन, वास्तविक जेनजीको अध्यक्ष हो क्या उहाँ चाहिँ। उहाँको अध्यक्षता भएको पार्टी हो त्यो। जेनजी विद्रोहबाटै पछाडि बनेको उज्यालो नेपाल पार्टी हो। त्यो भएको उहाँले चाहिँ एकतै गरेर आयो। फेरि त्यो चाहिँ फेरि त्यो गठबन्धन मात्र होइन, एकतै गरेर ल्याएको हो। तर समस्या के भइदियो भन्दाखेरि समानुपातिकमा चाहिँ हाम्रो चिम चिन्हबाट उम्मेदवारी गएको थिएन। अब हामीले समानुपातिकमा कहाँ हाल्ने त प्रश्न त उठ्छ। त्यसले गर्दाखेरि उहाँले दल दर्ता गर्नुभएको थियो राष्ट्रिय परिवर्तन पार्टी भनेर। त्यसले गर्दाखेरि अब समानुपातिकमा बाँसुरीमा हाल्ने, प्रत्यक्षमा चाहिँ चिम चिन्हमा हाल्ने। किनभने त्यो त अब के अरे निर्वाचन आयोगले त चिम चिन्ह त देख्दैन, अहिले चिम चिन्ह उम्मेदवार चिन्दैन। त्यो भएको हुनाले हाम्रो जति पनि समानुपातिक उम्मेदवारहरू बाँसुरीबाट अगाडि सारेका छौँ, अनि हामी समानुपातिक चुनावमा बाँसुरीमा हाल्छौँ र प्रत्यक्ष चुनावमा चाहिँ चिममा हाल्छौँ, आफैमा हाल्छौँ। र उहाँले त्यही गर्नुहुन्छ। तर त्यो चुनाव सकिसकेपछि लगत्तै हाम्रो अहिले नै सम्झौता हुन्छ, आज हुँदैछ सायद, पार्टी एकता हुन्छ। उहाँहरू सबै उज्यालो नेपालमा आउनुहुन्छ। त्यस पछाडिको अबको प्रदेशको स्थानीय चुनाव चाहिँ सबै चिमचिन्ह र उज्यालो नेपाल पार्टीबाट हामी लड्छौँ। यो कस्तो समय हो? अस्ति पनि फेरि अब यसरी कुराकानी गर्दाखेरि आज र भोलितिर फेरि सम्झौता हुन्छ भने, फेरि आज भने बाँसुरीसँग सम्झौता हुन्छ भने, भोलि यो संयोग हो या के हो? के हुन गइरहेको छ यो मैले बुझ्न सक्दिनँ क्या। ढिलो भए पनि यो चाहिँ हाम्रो लागि राम्रो पक्ष हो। किन भन्दाखेरि हामीले हिजो रासपा साथीहरूले घात गरे, तर जे भए पनि जेनजी विद्रोहबाट आएको जन्मेको राष्ट्रिय परिवर्तन पार्टीको पनि आफ्नो थियो नि त, एउटा शक्ति थियो। उहाँ त्यो एउटा शक्तिले चाहिँ हामीले चाहिँ एउटा एकीकरणमा हामी ल्याउन सफल भयौँ होला। चुनाव चिन्हमा अलिकति तलमाथि होला, जनताले बुझ्नु एउटा गाह्रो होला। हामी त्यो चिनाउँछौँ, हामी बुझाउँछौँ होइन। अब त्यो छ्यापछ्यापी हामी राष्ट्रिय मिडिया मार्फत हामी अगाडि बढ्छौँ र कार्यक्रम मार्फत त्यो हामी सन्देश दिन्छौँ। जे भयो भने उहाँ र हामी एकता हुनु त राम्रो कुरा हो नि त। उहाँहरूसँग मुद्दा मिलेर गरेका छौँ। रासपा जस्तो संघीयताको र गणतन्त्रको सवालहरूमा उहाँहरू क्लियर हुनुहुन्छ होइन, संघीयवादी हुनुहुन्छ, गणतन्त्रवादी हुन्छ उहाँहरू।
तर रासपा त्यो क्लियर थिएन नि त। राष्ट्रिय त्यस्तो मुद्दा परिवर्तन मिलेर हामीले राष्ट्रिय गरेको परिवर्तन पार्टीले यसभन्दा अगाडि प्रदेश एक सङ्घर्ष समितिको जस्तै पैँसठीको सङ्घीयता धर्मनिरपेक्ष यिनीहरू सबै मान्छ छ। उनीहरूले मान्छ, तयार छन्। तयार भएर उनीहरूको दस्तावेज सबै छ। तपाईँको संघीयता, पहिचान, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी मान्ने जति सबैले हामी एकतामा ल्याउँछौँ। हामी सबै उहाँहरूकोमा त्यो छ। त्यो छ। भोलिको दिनमा फेरि त्यो अब राष्ट्रिय त्यो- स्वतन्त्र पार्टी जस्तो नहोला। त्यो हुँदैन। त्यो उहाँहरूले फेरि हाम्रो अहिले त अब हिजो तपाईँले प्रश्न गर्नुहुन्थ्यो उज्यालो नेपाल पार्टीको अध्यक्ष को भनेर। भर्खरै 3 दिन मात्र हुँदै चाहिँ हामीले के अरे कुलमान घिसिङ सरलाई अध्यक्ष ल्याइसक्यौँ निर्णय गरेर। अब के हुन्छ जस्तै राष्ट्रिय परिवर्तन पार्टीसँग सम्झौता गर्दाखेरिको अवस्थामा जस्तै पदको बार्गेनिङको कुरोहरू आयो, उम्मेदवार भनेको आफ्नो हुने भयो, समानुपातिकमा तपाईँहरूले बासिरामा हाल्ने भयो होइन। हो अनि अब त्यो होइन पदको विषयमा के हुन्छ, राष्ट्रिय पार्टीको अध्यक्षको हुन्छ पछि एकीकरण भइसकेपछि होइन हामी सकेपछि अहिले तत्कालै कागजी रूपमा सबै गरिसक्छौँ। उहाँले उज्यालो नेपाल पार्टीमा 4-5 जनाको नाम केन्द्रीय सदस्यमा लाने कुरा छ, उहाँहरूले ल्याउँछौँ होइन। अनि तपाईँको यो के अरे उम्मेदवार कहाँ उठ्ने बढी उहाँले सङ्खुवासभा र 5 जोड गर्नुभएको छ। त्यो क्षेत्रमा उहाँ प्रत्यक्ष चुनाव लड्नुहुन्छ उहाँको टिमबाटै होइन। बाँसुरीबाट होइन बाँसुरीबाट उठे पनि भयो या चिमबाट पनि उठे पनि भयो, उहाँले रोज्न पाउनुहुन्छ। भनेपछि यो त अलिकति प्रत्यक्ष रोज्न पाउनुहुन्छ होइन। प्रत्यक्ष त चिमे लाने हो, तर समानुपातिकमा चाहिँ 1-2 ठाउँ त जित्नै पर्यो नि त हामीले। त्यो जित्नको लागि केही ठाउँ जित्ने ठाउँहरूमा हामी बाँसुरीबाट पनि लड्छौँ। जित्ने ठाउँहरूमा कन्फर्म जित्ने ठाउँमा प्रत्यक्ष लड्छ। किन त्यो समानुपातिक त फेरि सकिन्छ नि त। फेरि त्यो हो भने त्यो त हामी त्यसमा त बाँसुरीको संगठन कस्तो छ अब त्यो पनि अब भन्ने छ पक्का पनि भोलिको दिनमा त तपाईँहरू सम्झौता गर्दाखेरि त्यो पनि मूल्याङ्कन होला, संगठन विस्तारको कुरा पनि होला। बाँसुरीको संगठन के छ र तपाईँहरू भन्नु। बाँसुरीको तपाईँले देख्नु भएको छ पहिले उहाँले चाहिँ जेनजी युनाइटेड बनाउनु भएको थियो। जेनजी युनाइटेडको तपाईँले देखिराख्नु भएको छ मेचीदेखि महाकालीसम्म चाहिँ उहाँले चाहिँ एउटा सांस्कृतिक अभियान पनि चलाउनु भएको थियो, जहाँ चाहिँ नाटक नाच मार्फत जेनजी विद्रोहको कथा वस्तुहरू र जेनजी विद्रोह पछाडि अब हाम्रो मुद्दालाई कसरी स्थापित गर्ने, जेनजी विद्रोह किन भयो, त्यो सबै कुराहरू चाहिँ नाटक गीत मञ्चन मार्फत होइन उहाँले चाहिँ मेचीदेखि महाकालीसम्म अभियान चलाएको थियो नि त। त्यस्तो खालको काम त कुनै जेनजीका साथीहरूले गरेन नि त, अरूले गरेन नि त। उहाँहरू त्यो रूपमा मेचीदेखि महाकालीसम्म उहाँहरू सङ्गठित हुनुहुन्छ। त्यसले गर्दाखेरि वास्तविक जेनजी फेरि अनुहार पनि जेनजी अनुहार चाहिँ त्यहाँ छ। फेरि त्यो भएको हुनाले उहाँले हामीले समेटेका छौँ। यो जेनजी विद्रोहबाटै बनेको दुइटै पार्टी भएको हुँदा उज्यालो नेपाल पनि जेनजी विद्रोह पछाडि बनेको पार्टी हो र राष्ट्रिय परिवर्तन पार्टी पनि जेनजी विद्रोह पछाडि निर्माण भएको हुनाले जे भए पनि उहाँ हामी एक ठाउँमा उभिएका छौँ। अब वास्तवमै भदौ 23-24 गतेको जेनजी विद्रोहबाट उठेका मुद्दाहरूले संस्थागत गर्न यो पार्टीले गर्न सक्छ। त्यसले गर्दाखेरि अब जेनजी विद्रोहबाट उठेको मुद्दालाई स्थापित गर्नको लागि पनि र सिङ्गो यो मुलुकलाई यो देशलाई साँच्चै नै विकास र समृद्धितिर लानको लागि पनि हरेक खाले समस्याहरू समाधान गर्नको लागि पनि अब उज्यालो नेपाल पार्टी अगाडि बढ्यो। त्यसले गर्दाखेरि तमाम नेपाली नागरिकहरू यो कुरा बुझ्नुपर्छ। संघीयतावादीहरूले, गणतन्त्रवादीहरूले, धर्मनिरपेक्षता चाहनेहरूले होइन, यो देश बहुसांस्कृतिक बहुभाषिक बहुजातीय बहुधार्मिक मुलुक हो होइन। त्यसले गर्दाखेरि त्यस्तै खालको देश त्यस्तै खालको राजनीतिक संरचना बनाउनको लागि पनि उज्यालो नेपाल पार्टीको चिमचिन्हमा प्रत्यक्षमा चिमचिन्हमा र समानुपातिकमा चाहिँ बाँसुरीमा दिएर के अरे बहुमत मत दिएर चाहिँ यो सरकार चलाउने खालको चाहिँ एउटा नागरिकहरूले सोचेर चाहिँ मत दिनुपर्ने हुन्छ। पुरानो होइन अब नयाँलाई मैले पटक भन्दै आएको छु होइन, नयाँले जिताउनको लागि त्यो खालको अब हामी रणनीति, त्यो खालको कार्यक्रम, त्यो खालको सङ्गठन विस्तार र त्यही खालको स्वच्छ के अरे हामीले चाहिँ उम्मेदवारहरू पनि अहिले हामी तयार गरिराखेका छौँ। हुन्छ जेनरलजी समय दिनु त्यतिखेर धेरै धन्यवाद। फेरि पनि आगामी दिनहरूमा तपाईँसँग भेट गर्नेछौँ र भोलि फेरि पूरक सम्झौता आयो भने फेरि पनि हामी ती कुराहरू कुराकानी गर्नेछौँ। त्यो कुरा गर्नुपर्छ र मैले तपाईँले अघि अलिकति प्रसङ्ग पनि उठाउनु भयो। म यो क्षेत्र नम्बर 1 सुनसरी क्षेत्र नम्बर 1बाट सशक्त दाबीको रूपमा म उभिएको छु होइन। अस्ति मैले भने सरिन तामाङ र जेनरलको कसले पाउने भनेर मैले भनेर अब स्पष्ट रूपमा फेरि पनि बाँसुरीले यहाँ दाबी गर्दैन एकमा होइन। यहाँ हाम्रो त सम्झौता भइसकेको छ। बाँसुरीले कहाँ दिने अघि मैले भने उहाँहरूको दाबी भनेको 5 तर सङ्खुवासभा हो होइन, उहाँहरूले हामी दिने कन्फर्म भइसकेको छ र बाँकी ठाउँहरूमा पनि उहाँले उम्मेद हुनुभएको छ। इलामतिर कता कता उहाँहरूको अरू ठाउँमा पनि छैन भने होइन, तर मुख्य दाबी चाहिँ 5 तर सङ्खुवासभा थियो हामीले दिइसकेका छौँ। र अब त लगभग केही साथीहरूको नाम पनि छैन चाहिँ भन्दिनँ, तर एउटा पार्टीको एउटा आधिकारिक म केन्द्रीय सदस्य हो।
फेरि म के अरे पार्टी जन्माउनदेखिको म चाहिँ आएको हुनाले पार्टीले सायद मलाई नै न्याय गर्नुहुन्छ, टिकट दिनुहुन्छ भन्ने छ। त्यो भयो भने फेरि मैले चाहिँ यो उम्मेदवारीको लागि पनि मैले अहिले चाहिँ अलिक मैले दाबी गरिरहेको छु भन्दाखेरि म अहिलेसम्म मेरो राजनीतिक मैले सुरु गरेको लगभग 20-22 वर्ष भयो। तर मैले जहिले सडकमा मात्र उठेँ, सडकबाटै यो देश बनाउनु पर्छ भन्ने आवाजहरू उठाएँ। तर अब चाहिँ म सदनबाटै उठाउनुपर्छ, सदनबाटै स्थानीय मुद्दा पनि राष्ट्रिय मुद्दा पनि उठाउन सक्ने एउटा सक्षम व्यक्ति हुँ भन्ने पनि लाग्छ। किनभने यो धरानको 20वटा वार्ड पर्छ, यो क्षेत्र नम्बर 1 मा तल्लो क्षेत्रबाट 7वटा वार्ड पर्छ। यो सुनसरी क्षेत्र नम्बर 1 को तमाम मुद्दाहरू मलाई थाहा छ, त्यो अरूले उठाउन सकेनन्, अरूले गर्न हर्कसँग मलाई थाहा छैन। यहाँ त ठुलो प्रतिस्पर्धा हुने भयो, हर्कसँग, जेन्टल लावती, सरिन तामाङ, त्यसै गरी नेकपा एमालेबाट पूर्व मुख्यमन्त्री, त्यसै गरी पर्यटन मन्त्री पनि यहाँ आउने भयो पूर्व। यहाँ त ठुलो घमासान हुने भयो, जेन्टल लावती त हराउने भयो। त्यो त भोलि तपाईँले धराने जनता अर्थात् यो सुनसरी क्षेत्रमा 1 का जनताहरूको मतले गर्ने हो। अहिले नै को हार्छ हेभीवेटहरूको टक्राव यो हेभीवेटको कुरै छैन। तपाईँले काङ्ग्रेस र एमालेको कुरा गर्नुहुन्छ भने जेन्जी विद्रोह पछाडि उहाँहरू त सकिसकेको हो नि त, होइन? तर पुरानैलाई फेरि जिताउने त देश बन्दैन नि त, फेरि पनि यो सुनसरी क्षेत्रमा 1 त बन्दैन नि त। त्यसले साँच्चै सुनसरी क्षेत्र नम्बर 1 लाई बनाउने हो भने, धरानको मुद्दाहरूलाई स्थापित गर्ने हो भने अब हामी नयाँहरू जानुपर्छ, फेरि हाम्रो उमेर समूह जानुपर्छ। किन भन्दाखेरि बुढोहरूले सक्दैनन्, अब नयाँहरूले सक्छन्, फ्रेस माइन्ड हुन्छ, होइन? त्यसले गर्दाखेरि मैले त मुख्य पनि उठाएको छु, किन मेरो उम्मेदवारी भनेर। यहाँ धरानको समस्या त हामीले थाहा छ नि त। तपाईँको यहाँ 33 केबी विद्युतले 2500 नभन्दा धेरै मान्छे मरिरहेछन्, त्यो हटाउनकाले खै पहल गरेको हिजो यहाँ जित्नेहरूले, खै त त्यो व्यवहारमा लागू गरेको। तपाईँ खाने पानीको ठुलो समस्या छ, अहिले माघ महिना छ, अहिले त खोला बगिरहेछ। तपाईँको यो फागुन चैतदेखि सुक्दैछ मुहानहरू, त्यस पछाडि दिगो खाने पानीको समस्याको अवधारणा के हो त, होइन? त्यसको लागि खानेपानी समस्याको लागि पनि मैले चाहिँ त्यो एउटा एजेन्डा बनाएको छु, होइन? र यो 33 केबी लाइनलाई चाहिँ कहाँ सार्ने, सेउती करिडोर बनाएर चाहिँ अझै त्यो के माथि मूलघाटसम्म चाहिँ सुरुङ मार्ग 3 किलो 700 मिटर मात्र छ, त्यहाँ सुरुङ मार्ग बनायो भने हामी तमरको पानी पनि ल्याउन सक्यौँ भने बहुउद्देश्य पनि हुन्छ, खाने पानी पनि हुन्छ, बाटो पनि हुन्छ, नजिक हुन्छ। र भेटार हुँदै घुमेर जाँदा 1 घन्टा लाग्छ, होइन? धेरै पेट्रोल सकिन्छ, तेल सकिन्छ। त्यो हामीले चाहिँ के अरे त्यसमा हामी ठुलो अर्बौं के अरे तेल किन्नुपर्ने ठाउँमा चाहिँ सर्टकट बाटो बन्छ र त्यसको करिडोर पनि हुन्छ, खाने पानी पनि ल्याउन सक्छौँ, होइन? तमरको पानी ल्यायौँ भने धरानले मात्र होइन, इटरी विराटनगरसम्म पनि खाने पानी खुवाउन सक्ने एउटा बहुउद्देश्य योजना हो नि त यो त। एउटा तपाईँले सप्तकोशीको पानी ल्याउनु 6 अर्बको बजेट आएको छ, 7 अर्बको बजेट आएको छ। तर तपाईँको त्यहाँ सुरुङ मार्ग र खाने पानी सहित गर्दा पनि 12-13 अर्बमा आइपुग्छ। त्यो त हामीले त हिसाब किताब निकालिसकेका छौँ नि त। त्यसभन्दा कुन फाइदा छ त भन्नुहोस् त? सप्तकोशीको पानीले खाने पानी मात्र भयो, तर तमरको ल्यायो भने खाने पानी पनि भयो, बाटो पनि भयो, पर्यटन पनि भयो। तपाईँको अहिले तमरमा पुगेर मान्छे यहाँ धरान आइपुग्छ, धरानको होटलहरू पनि चल्ने भयो, व्यापार व्यवसाय चल्ने भयो। अलिक बहुत उद्देश्य सोच्नु पर्यो नि त हामीले त। त्यसले गर्दा त्यो रूपमा पनि मेरो उम्मेदवार हो। अर्को कुरा, तपाईँको जलधारको नाममा चाहिँ तपाईँको 3500 घरधुरीभन्दा धेरैको चाहिँ जग्गा रोका भएको छ। तपाईँको यो 6 लाइनको नाममा चाहिँ धेरै अर्बौंको सम्पत्ति रोका भएको छ। यसको छिनोफानो कसले गर्ने, त्यसको कसले बोल्ने, त्यो बोल्ने मात्र चाहियो नि त। त्यसले गर्दा मेरो उम्मेदवारी हो। अर्को कुरा, सहकारी केसले चाहिँ यहाँ लाखौंलाई चाहिँ यहाँ विस्थापित गरेको छ, लाखौंलाई सहकारी पीडितहरू छन्, त्यसको मुद्दा कसले उठाउने, कसले उठाएको देख्नुभयो? अब त्यो हामी जस्तो जान सक्ने हामीले उठाउने हो त्यो कुराहरू। यहाँ गोपा क्याम्प छ, स्वास्थ्यको केन्द्र, त्यसले सुधारको लागि के गरे त हिजोकोले? गरेला केही, तर अझ पनि त्यसले राम्रो बनाउनको लागि मेरो आवाज हुनेछ, होइन? समग्र शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, प्रविधि क्षेत्र, प्रविधिको लागि हात्तीसार कलेज यहीँ छ, तपाईँको यहाँ पूर्वाञ्चल कलेजहरू छ, तर त्यसलाई चाहिँ कसरी चाहिँ त्यहाँ चाहिँ के अरे परिवर्तन ल्याउने, त्यहाँ चाहिँ कसरी चाहिँ शिक्षित बनाउने, कसरी चाहिँ के अरे प्रविधिमा चाहिँ हाम्रो मान्छेहरू चाहिँ दक्ष बनाउने ल्याउने, त्यस्तो खालको शिक्षा चेतना कसरी ल्याउने, त्यो समग्र कुराहरू चाहिँ म एजेन्डा बनाएको प्याकेजमा यो कुराहरू लगेर। र बेरोजगारीको कुरा छ, कसरी रोजगार दिने, मान्छेले 1 घर 1 रोजगार भन्छ, तर गर्न सकिन नि त। त्यो म व्यवहारमा उतारेर छोड्छु भन्ने हिसाबले पनि लगात दर्जनौं छ मेरो के अरे उठाउनु पर्ने मुद्दाहरू, र उठाउने मात्र होइन कार्यान्वयन ल्याउने किसिमले चाहिँ मेरो उम्मेदवारी हो। त्यो भएको हुनाले चाहिँ त्यो तयारीका साथ म अगाडि बढ्दैछु, होइन? त्यसमा तमाम हाम्रो मिडियाकर्मी साथीहरूले पनि र यो सुनसरी क्षेत्र नम्बर 1 का तमाम बुवा आमा दाजुभाइ दिदीबहिनीहरूले चाहिँ नयाँले रोज्नुहुनेछ। आफैमा उज्यालो नेपाल पार्टी र चुनाव चिन्ह
आफैमा काफी छ। देशले उज्यालो बनाउनको लागि फेरि हरेक किसिमले भ्रष्टाचारबाट उज्यालो, सुशासनबाट उज्यालो, होइन, विकासबाट उज्यालो, हरेक किसिमले उज्यालो बनाउनको लागि चाहिँ मेरो उम्मेदवारी हो। र त्यसमा अब यो पार्टीको अध्यक्ष आफैमा कुलमान घिसिङ हुनुहुन्छ। कुलमान घिसिङ सरलाई प्रधानमन्त्री बनाउनको लागि पनि मेरो उम्मेदवारी हो। त्यो कारणले चाहिँ धरानी यहाँ नागरिक अर्थात् सुनसरी क्षेत्रमा एका नागरिकहरूले चाहिँ मलाई जिताउनु नै छ, नयाँले रोज्नुहुन्छ भन्ने चाहिँ मलाई लागेको छ। हुन्छ, समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद छ।